Hello guys, hi. Welcome to my another episode of my daily vlog. साथीहरू आज चाहिँ हामी बार्बिक्यू गर्न भनेर यो कर्टेजहरू भएको ठाउँमा आइपुगेका छौँ. हेरौँ है त, लेट्स कस्तो हुँदो रहेछ. सबैभन्दा सुरुमा चाहिँ तपाईँहरूलाई यो कर्टेज देखाइहालेँ किनकि मलाई हेर्दा नै धेरै आकर्षक लागेको थियो है. र तपाईँहरूले पनि सायद मन पर्न सक्छ. र अब चाहिँ हामी त्यही कर्टेजमा गएर मासुहरू पोलेर खानको लागि मासु किन्नको लागि गयौँ. भित्र छिर्यौँ है. यहाँ चाहिँ सामगेकसाल कोरियामा चाहिँ सामगेकसाल एकदमै फेमस हुन्छ. सामगेकसाल चाहिँ सुँगुरको मासु हो र सुँगुरको मासु चाहिँ पोलेर तावामा दाबेर खाइन्छ र त्यसलाई चाहिँ सामगेकसाल भनिन्छ है. र यहाँ चाहिँ सामगेकसालहरू किन्यो भने चाहिँ साइड डिसहरू चाहिँ फ्रीमा पाइँदो रहेछ. साइड डिसहरू चाहिँ यहाँबाट उठाएर लिएर जाने हो. र हाम्रा भाइहरूले चाहिँ के उठाउने भनेर कन्फ्युजन हुनुभएको छ किनभने साइड डिसहरू यति धेरै थिए कि है. त्यही भएर त्यसमा पनि ल अझ मिठो लाग्ने साइड डिसहरू चाहिँ हाम्रा भाइहरूले उठाउँदै हुनुहुन्छ. साइडमा हाम्रो यहाँ बुढो पनि उठाउँदैछन् के उठाउने गर्दै हुनुहुन्छ. अन्त यहाँ चाहिँ मैले अर्को कुरा पनि एड गर्न चाहेँ. यहाँनिर चाहिँ रामेन भनेको चाउचाउहरू र जुसहरू पनि लिन पाइन्छ है. त्यो साथीहरू हामी चाहिँ अब यतिसँग साइड डिसहरू लिएपछि चाहिँ हामी हाम्रो कर्टेजतर्फ लाग्छौँ साथीहरू. ल हामीले अघि उठाएका सामानहरू चाहिँ यो कर्टेजतर्फ लाँदैछौँ. हाम्रो कर्टेज नम्बर चाहिँ 13 रहेको छ. ल देख्न सक्नुहुन्छ साथीहरू कर्टेजभित्र पनि यति फराकिलो छ नि साँच्चै नै. ल हेर्नु है त, हामी भित्र पनि छिर्यौँ. कर्टेजभित्र यति धेरै फराकिलो ठाउँ छ. ल विदेशमा पैसा त कमाइन्छ तर खर्च गर्ने ठाउँहरू पनि यति धेरै राखिदिइरहेको हुन्छ नि. लोभै लाग्थ्यो क्या, अब जाऊँ न एकपल्ट ट्राई गरौँ न भन्ने टाइप्सको होइन. फेरि अब मन पऱ्यो भने फेरि दोस्रो पटक पनि गइन्छ, त्यस्तो हुन्छ क्या. अब यो घरैमा पोलेर खाएको भए पनि भइहाल्थ्यो नि होइन. अब यहाँ आएर अनि पोलेर यहाँको भाडा पर व्यक्ति छुट्टै, फेरि कर्टेजको मात्रै छुट्टै तिरेर अनि फेरि अर्को सामानहरू चाहिँ फेरि आफै किनेर लिएर आएर पोलेर खानु के सोख चल्छ क्या मान्छेहरूलाई है. ल ठिकै छ एनिवे. तर यहाँ बसेर खाँदा चाहिँ एकदमै रमाइलो चाहिँ भएको थियो. तपाईँहरू पनि आफ्नो मिल्दो साथीहरू छन् भने चाहिँ विदेशमा आइसके पछाडि कस्तो भने काम हुन्छ होइन. एकरो लाइफ हुन्छ. त्यो भएर एउटा छुट्टै रिफ्रेसमेन्ट पनि हुन्छ. यस्तै ठाउँहरूमा चाहिँ बेला बखत गएर यसो रमाइलो गरेर मनाउनु होला तपाईँहरूको बिदा पनि. ल साथीहरू हामीले त मासु पोलेर खाइसक्दा ओर्दा त घाम डुबेर जुन उदाइसकेछन् भने जस्तो घामको उज्यालोमा छिरेको अहिले बत्तीको उज्यालोमा मात्रै हामी बाहिर निस्केछौँ. यति रमाइलो भएछ. तर बेलुकाको दृश्य पनि यति रमाइलो थियो, यति मनमोहक थियो. र एकछिन मासुहरू खाएर हामी चाहिँ यसरी बाहिर चौरी छ, चौरीमा यसो यहाँनिर खेल्न थाल्यौँ. ल त सबैजना खेल्न थाल्यौँ. कर्टेजहरूको नाइट भ्यू झन् कस्तो दामी लाइटिङले गर्दाखेरि कति राम्रो देखिएको छ. Thank you so much for watching my video, friends. See you next episode. Bye bye. Have a great day.